मिठो छ है मिठो फेरि ओके एभ्रिवान है हामीले सनसेटमा 2-4 भिडियो खिच्यौँ है अनि ओके एभ्रिवान वेलकम टु माई अदर ब्लग हैन इंग्लिश मिठो हेलो एभ्रिवान थ्याङ्क यू भन्नु आइछु फेरि वेलकम भन्दिनु नि वेलकम टु मात्र हो त नि वेलकम टु माई अनदर ब्लग हैन त ओके एभ्रिवान फेरि पनि मेरो नयाँ ब्लगमा तपाईहरुलाई शुभकामना ओके एभ्रिवान फेरि पनि मेरो ब्लगमा तपाईहरुलाई के भन्छ शुभकामना हैन कि वेलकम छ है अनि आज चाहिँ हामी इटली घुम्न जाँदैछौँ है मेरो दिदी बहिनीहरू लिएर छोराहरू लिएर हामी घुम्न जाँदैछौँ अहिले हामी इटली जाने बाटोतिर लागिरहेको छौँ है त सर्टकट बाटो हाम्रो घरबाट जाने सर्टकट बाटो देखाउनु भन्दै थिएँ तर मेरो यो हुन्छ नि स्टार्टिङै अलिक खराब भयो त्यही भएर बिग्रियो क्या बोल्दा बोल्दै फेरि काटेर भिडियो बनाइरहेको छु साथीहरू यतातिर चाहिँ पेट्रोल पम्प छ है अनि हामी यो पूर्व लाइनतिर हिँड्नुपर्ने हुन्छ बाटोघाटो एकदम व्यस्त छ हामी अस्ति केराबारी जाने बाटो चाहिँ यतैबाट होइन त नयाँ रुट यो चाहिँ नयाँ रुट हो है साथीहरू यताबाट जाने हो पानबाट जाने बाटो यताबाट हो मध्य पहाडी चुरे भावर यस्तो भने सजिलो नि त हाम्रो पहाडतिर यस्तो बाटो कहिले भन्छ होला बन्दैन होला है जिन्दगीमा ओके एभ्रिवान हामी बाटबटिनी इटलीको बाटबटिनी आइसकेको छौँ है इटलीको बाटबटिनी आइसकेको छौँ भयो कस्तो ठुलो रहेछ है यहाँको बाटबटिनी मेरो दिदी बहिनीहरू त कोही छेउमा आउँदैन हौ मेरो एलर्जी भएर हो एलर्जी भिडियो होइन होइन यस्तो हुन्छ राम्रो मान्छेहरू नराम्रो हुन्छ नि त त्यही भएर अलिकति खै हस्बेन्डजीलाई लिएर हिँड्छु देखेन कि यहाँ चाहिँ के हो क्रिसमसको उयो हो कि क्या हो अफर सेलहरू चलिरहेको रहेछ है यहाँनिर अफर सेलहरू चलिरहेको रहेछ यहाँनिर क्रिसमस अफर सेलहरू चलिरहेको रहेछ है कत्रो ठुलो रहेछ हौ बाटबटिनी एरिया वाउ कस्तो दामी रहेछ नि त यहाँनिर त कत्रो रहेछ त हौ सुन्तलाको बहिनी कान्छे केहरू टिकटकमा भाइरल छ नि यो के नि खान्छ है मान्छेले अमिलो हुन्छ भिटामिन सी प्रशस्त पाउँछ होला नि त 479 रुपियाँ केजी के हो यो सस्तो रहेछ त नि यहाँ त होइन र अलिक उयो भएको छ हामी चाहिँ इटलीको बाटबाट घुम्न आइरहेको छु गाइडहरू कता गयो बहिनीहरू कत्रो गइरहेको रहेछ भन के भयो अर्डर गरेर गाडी नै लिएर जानु ए ढिलो हुन्छ भनेर बसेर कहाँ गयो परै पुग्यो हाम्रो सानो छोरो सुषमाको छोरोले चाहिँ केएफसी खाने अरे भनेर हामी चाहिँ केएफसी खुवाउनलाई बाटबट्ने आइरहेको छौँ है गाइजहरू हामी चाहिँ सुषमाको छोरोलाई केएफसी खानुलाई गऱ्यो त्यही भएर बाटबट्ने आएर बाटोमा केएफसी खान जाँदैछौँ ट्याक्कै यो भाटबट्टीको पछाडिपट्टि रहेछ केएफसी खाने ठाउँ चाहिँ ट्याक्कै यो साइडमा अब यहाँबाट यो चढ्ने को छ म चढौँ कत्रो ठुलो वा दामी रहेछ त कता गयो यो खिच्ने यहाँ जाँदैछौँ है भाइ के खाने रे त
केएफसी चुज गर्ने अब के खाने तै चुज गर ल नाइ अनि कस्तो त हौ खाने त होइन त हेर्नु ल यसो गरौँ यहाँ बसेर खाने नै बोकेर चल्दिने खालके हुन्छ केमा बोकेर चल्दिने खालके टाइम मेरो गाडीमै खाने अरे के त्यो गर्दा नि हुन्छ सक्छ त हुँदैन है एकछिन त धेरै बेला लाग्छ नि त खान अनि एकछिन बसेर खाएर जाउँ न हौ खाँदै जाँदै पुगेको छ होला खानेको बेलामा किन जानु कि अलिक छिटो पाए हुन्थ्यो भनेर के मलाई चाहिँ वाइ भदैनी हेर्नुलाई भन्दैन होइन हौ आइदि ए केही हुन्न यहाँ चाहिँ कोल्ड ड्रिङ्क होइन एउटामै गरे धेरै नगम है म त मासु त न्याक्क हुन्छ हामी चाहिँ यहाँ चुज गर्दैछौँ के खाने भनेर है सरी तपाईँलाई थाहा भइसक्यो लोकेसन मैले तपाईँलाई पठाएको थिएँ नि त्यो लोकेसनमा हेर्नु न त्यहाँ थाहा भइहाल्छ अनि तर हौ यहाँ उता ओके एभ्रिवान हामी चाहिँ अब भात पनि हेरिसकेर केएफसी खाएर फेरि अब बाटो लाग्दैछौँ हामी चाहिँ बोराबाद जाँदैछौँ बाटो चाहिँ कस्तो छ थाहा भएन है हामी अब फेरि कति बज्यो अहिले 3:10 भयो 3:10मा हिँडिहाल्छौँ कतिको सनसेट हेर्न भ्याउने हो है हामीले अब थाहा भएन त्यहीँ पुगेर भिडियो बनाउँला है ओके एभ्रिवान यो इटरीको कान्छी चोक भनेदेखि चाहिँ हामीले यसरी यहाँबाट गाईघाट कटारी भिरमान भन्ने हुँदै यताबाट छिर्नुपर्ने हुन्छ है ल लोकेसन म भनिदिन्छु हामी पनि फर्स्ट टाइमै हो यहाँ फलफुल पसलहरू पनि मजाले रहेछ है ल पुरा भिड छ कि क्या हो ऊ फुल कति राम्रो रहेछ हौ त्यहाँनिर बेच्ने कि दादा वाउ दामी फुल रहेछ म बोराबादले हो यो एकदम भिड भएको हामी यहाँ लोकेसन पनि हेरेर हिँड्दैछौँ है बिस्तारै है 8 किलोमिटर यहाँबाट 8 किलोमिटर ल यतिकै भिड भयो भने त कहिले पुग्नु होला हामी आज बजार हो कि क्या हो यहाँ हाट लागिरहेको रहेछ है यहाँ घुङ्गीहरू पनि पाउँछ है क्या हो न यहाँ चाहिँ माछाहरू के बेच्नु राखिरहेको छ घुङ्गी को खान्छ घुङ्गी मलाई त घुङ्गी खान डर लाग्छ ऊ घुङ्गीहरू पनि रहेछ है वा ऊ घुङ्गी पनि रहेछ आम्मा घुङ्गीहरू पनि रहेछ हौ लु घुङ्गी सिद्राहरू पनि पाउँदो रहेछ है यहाँनिर त फर्किँदाखेरि भेट्यौँ भने लानु त यो बाटो हिँड्दैन कान्छी है कुन बाटो हिँड्छ अब उता उता अनि इटरीको सामान चौरको गएर ल्याउनु पर्ने छ के भन्नुहुन्छ भोलि बिहान त आउँदैन होला यहाँ आज बजार रहेछ हाट रहेछ साथीहरू कस्तो साइडमा आएछौँ है अब खै त निस्क्यो साइड पऱ्यो अब यहाँबाट सिधा 8 किलोमिटर पछि चाहिँ बोराबाद आउँछ अरे त बेलगाडी गइहाल्यो नि बेलगाडी देखाउनु पर्यो भनेको त कार्तिक भने स्कुल पनि रहेछ है यो स्कुलको हुँदै हेर्नु होला यहाँबाट चाहिँ अलिकति सिधा गएर अझै पर त्यहाँ मोड देखाइरहेछ यहाँ मोड देखाइरहेछ यही मोडमा अझै पर गएर मोडमा जानुपर्छ होला अझै पर अँध्यारो भइसकेको छ है बाटो त हामी गाडीमा घुम्दैछौँ त त्यहाँ सिधा देखाइदिरहेछ क्या होइन अलिअलि बाङ्गो हो नि त त्यो बाङ्गो पुरै
हामी बाङ्गे बजार ननिस्किने भयो नि क्या निस्किन्छ होला बाङ्गे बजार निस्किनै पर्छ होला है ननिस्किँदा यही हो अब यहाँबाट तलतिरै लाग्ने जस्तो लाग्छ अब खै हामी त अन्धाधुन्दै डमरू चोकदेखि उता जानु पर्यो यहाँबाट सोधौँ न भाइ तपाईँलाई यहाँबाट यसो गएर फेरि उता पनि जानु यहाँबाट यो बाटोबाट यसरी माथि जानु पर्यो लोकेसन त अनि हामी चाहिँ कसो सोधौँ न यहाँबाट सोधौँ न फेरि सोध्दै जाऊँ न यता जाऊँ कि कता जाऊँ त अब यहाँ दुईटा बाटो छ फेरि कच्ची बाटो हुन्छ अब कता बाजे यो के भन्छ बोराबाद जाने बाटो कता हो बोराबाद यता हो आमा ए हस् हस् धन्यवाद यताबाट हस् हस् बुवा हामी अब जाँदैछौँ यो बाटो है यताबाट चाहिँ नजानु है गाइजहरू यताबाट जानु है त्यो पुरा पश्चिम होइन यो भनेको कता हो अब हामीलाई त उता हिँड्ने जस्तो लाग्दैछ धरानतिर बोराबाद जाने बाटो यही हो है अब हेर्नु गाइजहरू म तपाईँलाई बाटो देखाउँछु ठाउँको नाम चाहिँ नसोध्नु होला लोकेसन हेर्दै हेर्दै जानु होला है पुरानो पुरानो घरहरू छ यहाँनिर वा बिस्तारै है साइकल कुदाउँछ बहिनी कि छिटो कुदाऊ कि बिस्तारै कुदाऊ दुईटा बाटो आयो भने सोध्नु है दुईटा बाटो आयो भने चाहिँ कताबाट हो छिटो गरौँ न घामले हामीलाई सँगसँगै पछ्याउँदैछ बहिनी बाटोमा चाहिँ नकुद नि यार डेन्जर अब यहाँबाट कता जानु पर्यो होला नि सिधै त होला कच्ची बाटो आउँछ भने है कच्ची बाटो छ हेर्न त्यहाँ एकचोटि सोध्नुपर्छ होला फेरि टेम्पोवालालाई सोधौँ है फेरि स्टेरिङ समाउनु हुने रोक्नै हुन्न यसो ब्रेक हाने त हुन्थ्यो घरिघरि सोद्धाले होइन उहाँ सोधौँ है के भनेर सोध्नुपर्छ बोराबाद दाइ यहाँनिर बोराबाद जाने बाटो कता हो अझै माथि सिधै जाऊ बोर्ड चाहिँ हेर्दैन माथि बोर्ड हेरेर नमस्ते भने चाहिँ के हो प्रगति त बोर्ड चाहिँ हेर्दैन त यही हो यस्तै छ अलिकति मात्र छ अरे कच्ची जान्छ हुन्छ कस्तो राम्रो सिन रहेछ धन्यवाद मलाई के भन्नु दिदीले अनि त्यहाँ छ भन्नु देखेको थियो त्यहाँ बोराबाद माथि हेर्नु त भनेको अझै माथि लेखेको थिएन सबैको चाहिँ बोराबाद लेखिदियो म त सबैको चाहिँ मात्रै पढेँ त बोराबाद त देखिनँ त ल त्यहाँ बोर्ड पनि रहेछ गाइस बोर्ड चाहिँ देखिनँ मैले त म बोर्ड देखाइदिएँ कस्तो खालके हो भन घाम पनि हामी सँगसँगै हिँड्दैछ उहाँहरू पनि त्यही जान्ला होला क्या सायद कति छ बाटो है कति छ ओके साथीहरू हेर्नु एकदमै जाम छ है तपाईँहरू चाहिँ नआउनु होला एकदमै जाम रहेछ है अब यस्तो धुम्मेको छ है राम 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 ट्राफिक पनि छैन यहाँनिर एउटा ट्राफिक चाहिँ खटाउने पर्ने बेला हुन अरे झन् यहाँ दाइले कस्तो हेल्प गर्दै हुन्छ है हामीलाई यहाँ सनसेट हुन आँटिसक्यो गाइजहरू खै अलिकति अगाडि कुदाऊँ त बिस्तारै सानो बाटो बोराबाद जानुलाई कसम हो लास्टै गाह्रो अनि यो तारमा चाहिँ करेन्ट लाग्छ अरे मान्छे पोल्ने ठाउँमा मान्छे घुम्न आएको हल्का छाया हुन त लाग्छ होला त फेरि लागु के जति नि तर्साइदिनु पनि कति चाहिएको पुग्यौँ
ओदेरो ओदेरो उता देखेर आएको त कता देखेर हो र कता लानु पर्यो कता यता हो त पार्किङ गर्ने ठाउँ त्यहाँबाट यता छैन त पार्किङ गर्ने ठाउँ 50 चाहिँ ए म त 10 भनेको सुने 2 पाङ्रे 20 3 पाङ्रे 30 4 पाङ्रे 50 होला ओके धन्यवाद यता चाहिँ बाइकहरू पार्किङ रहेछ यता उता मान्छे त यता देखाउँदैछ त ए यताबाट उँधो जानु पर्दो रहेछ लु आइपुग्यौँ हामी के अरे पार्किङका ठेक्का लिनेर पनि मजाले कमाउँछ नि भाइ कमाउँछ होला नि त नि फाइनली गाइज हामी बोराबाद आइसक्यौँ तर भिडियोमा देखाए जस्तै भिड अलिक छैन कि परै छ हौ उता उता लाग्दैन नि बाबा यो साइडमा चाहिँ राखिदिनु होला हौ यहाँनिर गदाइ लाँदा यता 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 के हो पिकनिक खानु आएको यिनीहरू चाहिँ पुरा रेडी सेडै बोकेर आएको त हुने भाइहरू त फाइनली गाइज हामी आइपुग्यौँ है ओके फाइनली गाइज हामी बोराबाद आइसक्यौँ है बोराबाद आइसक्यौँ है फाइनली कस्तो देखिरहेछ हावा राम्रो आइरहेछ है हाम्रो गाडी यहाँ छ हाम्रो दादाहरू यहाँ हुनुहुन्छ है शीतल हावा आयो त हो न कति बेरसम्म शीतल खाने हो जाडो गएर एकतिर सिटर ओके एभ्रिवान हामी फाइनली आइसकेको छौँ बोराबाद है हामी बोराबाद खाइसकेको दिदी बहिनीसँग भेला भएर आइसकेको छौँ अनि मोबाइल के अरे गोप्रो बोक्नु त बोल्नु पर्छ त कस्तो नबोल्नु भएको तपाईँ लु हेर्नु होला एकादशी बजार जस्तै चिसो भयो हुँदैन हिँड्नु अब यहाँनिर समुद्रमा हाम्रो समुद्र यताबाट चाहिँ राम्रो आउँछ किनकि घाम यता छ नि त एन्ड लाइट पर्दैन यताबाट लु एभ्रिवान हेर्नु होला आमामा अहिले त मान्छेले घटेछ है ल घटेको रहेछ कस्तो सबैले मलाई यसो सोचेछ क्या भाइरल बनाएर भिडियोमा हेर्दा आँखा आउँदा फरक पर्दैन र पर्छ नि फरक पर्छ नि जल्दी आओ जल्दी ओके एभ्रिवान है हामीले सनसेटमा 2-4 भिडियो खिच्यौँ है अनि थोरै मान्छे हुनुहुँदो रहेछ टन्नै हुनुहुन्छ मान्छेहरू रमाइलो भयो है अब हामी हल्का फुल्का केक चाहिँ यसो खाएर अनि जान्छौँ है खिचिनु त ल भइसकेछ यहाँनिर हाम्रो दिदीहरूको फोटो सेसन हुँदैछ यहाँनिर दिदीहरूको फोटो सेसन हुँदैछ है हामी चाहिँ यहाँ चाहिँ डुबिरहेको छौँ है घाम चाहिँ ठ्याक्कै रहेछ कस्तो राम्रो छ है यो साँच्चै खोला एकदमै सुन्दर राम्रो रहेछ यो पारी पनि घर हो कि के हो क्या पर कस्तो है त्यो घर हो कि के हो नि पारी यहाँ फोटो हुँदैछ अन्धकार छ है अब रात पर्न थालिसक्यो है मान्छेहरू यस्तै हो थोरै मान्छे होइन कोही चिनिँदैन
बाटो त्यहाँनिर भेरी गुड भेरी गुड ओके एभ्रिवान हामी चाहिँ कता उता अलिक उचालोमा हिँड्यो भने धरान यसरी कता लागेको बाटो अब हामी चाहिँ फोटो सेसन गरेर भागेको है भागेको हुँदा नि लागेको बाटो है अनि यहाँनिर तपाईँले उयो खेल्नु सक्नुहुन्छ है तर हामी चाहिँ नखेल्ने हाम्रो अलरेडी गाडी छ है अनि हामी नखेल्ने हो र उता बाटो पत्ता लागेर आएको मान्छे भन्नु कि भाइ ठुलोमामसँग आउँदा कस्तो भइरहेछ तँलाई राम्रो राम्रो लागिरहेछ ह्याप्पी खुसी भइरहेछ त्यही पनि बनाउनुपर्छ भिडियो भोलि पछि सम्झना हुन्छ है ठुलोमामले यसरी भिडियो बनाएको थियो भनेर ल नबिर्सिनु ल मलाई ल हामी बाटो लाग्दैछौँ है तपाईँहरूले यसरी खान सक्नुहुन्छ अब हामीलाई त रात पर्ने भयो है रात पर्ने भयो यहाँ यसो हामी देखाउँदैछौँ है यहाँ मोमोहरूदेखि लिएर सबै थोक आइटमहरू पाउन सक्नुहुन्छ है अब त्यो रोस्टहरू रहेछ होइन हुन्छ यसो आलुचपहरू केही पायो भने चाहिँ लिएर जानुपर्छ हो आलुचपहरू गाडीमा खानलाई ल आलुचपहरू केही पायो भने किनेर लगाउनु यहाँ आलुचप कता खाँदैछ मान्छेले आई लभ आलुचप है आलुचप खानुपर्छ माइको यहाँ बदलको मासु पनि रहेछ यहाँ चाहिँ सुँगुरको मासु रहेछ ल है खानेकुरा स्पेसल के खाने हो आलुचप खाने खै आलुचप तातो तातो आलुचप खाने आलुचप खाने आलुचप कसरी हो यो प्याक गरिदिनु न ल प्याक गर्नु सबै प्याक गरिदिनु न त्यहाँ प्याक गरिदिनु न ल तातो तातो छ है हुन्छ प्याक गरिदिनु हामी गाडीमा खाने गाई हामी गाडीमा खाने यो ओ त्यहाँ खेल्ने ठाउँ रहेछ नि केटाकेटीको घाम अस्ता आयो गाइज घाम अस्ता आयो है अब घाम अस्ता आयो नि हामी बाटो लागेको है कस्तो रमाइलो ठाउँ रहेछ तर लास्टै जाडो भयो तातो लुगा लगाइएन जाडो भयो अब हामी गाडीमा यही तातो तातो आलुचप खाएर जाने हो हामीलाई पुग्छ हामीलाई त्यसले ढिलो हुने भयो अब बाटो आउँदै हुन्छ नि त फेरि नयाँ लोकेसन थाहा भएन हामीलाई कस्तो के हो अनि त्यही भएर हामीले चाहिँ अनि हेर्दैछौँ जाउँ अरू केही छ त स्पेसल हामी अरू के खाने तपाईँले यहाँ सेलरोटी पनि खानु पाउनु सक्नुहुन्छ है यो खिच्दैछ कि छैन यसले अघि खिचेको हो तपाईँले यहाँनिर चाहिँ जो जेरीदेखि लिएर सबै थोक पाउनु सक्नुहुँदैछ लु व्यवस्था मजाले टन्नै रहेछ हुक्कादेखि लिएर भाइरल पकौडा खाऊँ न त अब यस्तै छ है हामीलाई हतार भयो नि अब त्यहाँ बसेर चिकनसँग खाँदा त मजा आउने रहेछ है एकदमै बार्बिक्यू पनि रहेछ तपाईँले यहाँको व्यवस्था चाहिँ दह्रो राम्रो रहेछ है ल व्यवस्था दह्रो राम्रो रहेछ यहाँनिर हल्का यो के अरे उयो पनि रहेछ बच्चालाई खेल्ने ठाउँ पनि राखिदिएको रहेछ पान पनि रहेछ पान खाने हो पान पनि रहेछ यहाँ है ऐसे रमाइलो पो रहेछ त के जस्तो लाग्यो है तपाईँलाई एकादशी बजार जस्तो लाग्यो है कस्तो रमाइलो रहेछ है ठाउँलाई मान्छेहरू पहिला जस्तो चाहिँ अलिक रहेन रहेछ नि घटेछ मान्छे चाहिँ त्यो पहिला चाहिँ धेरै चाहिँ रहेन रहेछ सेकको पनि डह्रो रहेछ होइन हाम्रो गाई त उता छ नि त हस्बेन्डजी अनि तपाईँ त घुमेर तर गाडी निकाल्नु पर्ला रहेछ त उयो खाऊँ न अलिकति उयो भाइलाई खुवाइदिनु न आइज भाइ खाने उयो खुवाइदिनु न यसलाई कसरी गोटा हो महँगो छ कि फेरि कसरी हो यो कसरी हो बहिनी 100 रुपियाँ हो दिनु न एउटा ल खाने भाइ खा ल तनी खाने है तातो त दिनु ल तातो गाडी निकाल्दै गर्नु न तपाईँले अनि उता छ गाडी अनि
फेरि उतै जानु पर्यो नि त हामी दुईटा दिनु नि त ल खाने छ त दुईटाको दिनु न ल अब के गर्नु र गाह्रो पो छ त तेलले पोल्छ है यहाँनिर झैया गर्दैछौ यहाँ खिच्दै नै हुन्छ नि बुढाले यसो म पैसा दिन्छु ल दुईटा भयो सात होइन सेयर गरौँ ल यो मिठो छ है काटेर गर्नु न काटेर सानो क्लिप हुन्छ क्या मिठो छ है मिठो यो सुरुमा हाल्नु ल मेरो मोसे के रेडीको हुन्छ एउटा छ आज कसले खानु पाइछ अब यो भाइले खाएको छैन है धुलोमा खेल्दै यता चाहिँ नाङ्गोलाई यता छ गाडी हस्बेन्ड चाहिँ त्यहाँ हिँड्ने मेरो बुढा कहाँ देख्नुहुन्छ उताबाट आउँदै हुन्छ यता छ गाडी यता छ गाडी उसले कहाँ झुक्यो क्या यता छ गाडी यता मर्छ गाडीमा नाच्दिने गाडी त छिर्ने हामी छिटो छिटो यो चाहिँ अब घरमै लग्नु होला हौ यहाँ राख्छौ यहाँ पार्किङको लट्ठी चाहिँ घरमा पैसा उठाएर राखौ ए हो मार्छ होला हौ है मैले फालेको होइन है झरेको अहिले नदीमा ओके एभ्रिवान हामी चाहिँ अब बाटो लागेको हाम्रो गाडी छ यता होइन यहाँ तयार छौँ जाडो भइसक्यो हामीलाई हामी जाडो भइसक्यो अब धुलो एकैछिनमा गाडीमा कति धेरै बसेको अब हामी बाटो लागेको जाडो भयो सनसेट पनि भइसक्यो देख्नु होला घामै छैन है घामलाई हामीले बाई बाई गरेर बाटो लाग्यौँ है मेरो सामान हजुर यहाँ कति तातो हामी नि अब है त चतरा जता धरान छिटो पुग्छ यताबाट जता अब चतरा पुग्दाखेरि त धन पुग्छौँ है हामी ए लु सिधै गयो कि नोडा नोडा चौबाट सिधै सिधै गयो नि धन पुग्छ स्ट्रेट यता पनि नयाँ यता नयाँ फेरि यता चतरा उता गयो ए त्यतिका हो होइन हस् धन्यवाद